हेलो साथीहरु नमस्ते म सोनु कुमार गुप्ता तपाई हेर्दै हुनुहुन्छ ड्रागन फ्रुट फार्म पोखरा युट्युब च्यानल। आज पनि एकदम स्पेशल भिडियो रहेको छ। आज मेरो ड्रागन फ्रुटहरुलाई मैले तपाईलाई दाना दाना मल त देखाए, त्यो त अमृत नै हो। त्यो दाना अमृत मल हो, त्यो अर्को झोल अमृत मल। ल हेर्नुस्, झोल मल पनि ड्रागन फ्रुट लगाएर बोट बिरुवाहरुलाई कति फाइदा हुन्छ तपाईले देख्नु भकै छ, थाहा पाउनु भकै छ हैन। यस्तो डब्बामा आउँछ, यो डब्बामा यसरी खोलेर अनि हामीले रेडी गरिसकेका छौं। अनि यो झोल मल यो कसरी युज गर्ने र कति पानीमा मिसाउने त्यो बताउन गइरहेको छु यो भिडियोमा। अनि तपाईले चाहिँ अघि हेरिहाल्नु भयो, यो सबैमा हामीले मल हालेका थियौं। अहिले तपाईलाई देखाउछु सबै। ल बाबु यता आऊ। यो खोल्दा फेरि एकदम विचार गरेर खोल्नु होला, यो हातमा लाग्न सक्छ। एकदम यसरी विचार गरेर खोल्नु होला। ल हेर्नुस्, यताबाट खोल्ने ठाउँ छ। ओ अलक्क। ल हेर्नु, यो एकदम गाढा हुन्छ है। ल हेर्नुस्, यसरी एकदम लिक्विड टाइपमा गाढा हुन्छ, मोबिल जस्तै एकदम गाढा हुन्छ। हाम्रो यहाँ देख्न सक्नुहुन्छ सबै ड्रिपिङ सिस्टम छ। यो 200 लिटरको पानी हो। यो 200 लिटरको पानी यसमा मिसाएर हामीले ड्रिपको थ्रु, थोपा सिँचाइको थ्रु सबैमा हामीले हाल्ने छौं पानी। ल सुरु गरौँ है त। कसरी ट्राई गर, कसरी यसमा हाल्ने र कसरी मिलाउने र कति पानीमा हालेर ट्राई गर्ने त्यो सबै देखाउनु छु तपाईलाई है। ल हेर्नुस्, हाम्रो भाइले मिक्सिङ गर्न गइरहेको छ। एकदम राम्ररी हाल्नु होला। ल हेर्नुस्, यसरी राम्ररी एकदम गाढा हुन्छ। ल हेर्नुस्, यो पखाल्नुस्, पखालेर मजाले यो 200 लिटरको ड्रम रहेको छ। अनि यसमा हामीले ड्रिपिङ सिस्टम जोडेका छौं। यहीँबाट ड्रिपिङ सिस्टम हाल्दा फेरि सबै एक जरामा सबै माटोमा पुग्छ ड्रिपिङ सिस्टमले। तपाईँ ड्रिपिङ सिस्टम छैन भने अब सानो सानो कौसीमा ड्रिपिङ सिस्टम मान्छेले हाल्दैन, थोपा सिँचाइ हाल्दैन। त्यही भएर ड्रिपिङ सिस्टम छैन भने 200 लिटर पानीमा तपाईले घोलेर पनि जगले नत्र चाहिँ अर्को भाँडाले युज गर्न सक्नुहुन्छ है। ल हेर्नुस्, यो हामीले अब 200 लिटर पानीमा मिसाएका छौं। ल यो एकदम राम्रो मल रहेको छ लिक्विड फर्ममा। अघि चाहिँ सोलिड फर्ममा थियो, यो चाहिँ लिक्विड फर्ममा रहेको छ। ल हेर्नुस्, ऊ त्यो डन्डीले चलाइदिनु। यसरी मजाले घोल्नु होला है। यस्तो डन्डीले दुईटै हातले मजाले घोल्नु होला। दुईटै हातले घोल्नु तलसम्म मजाले घोल्नु होला। ल हेर्नुस्, एकदम मजाले घोल्ने गरी घोल्नु होला। अलि यो ब्ल्याक कलरको हुन्छ, यो झोलमल ब्ल्याक कलरको हुन्छ। र हाम्रो ड्रागन फ्रुटलाई मात्रै हैन, हरेक फ्रुट प्लान्टलाई यो धेरै असरदार र धेरै फाइदा गर्छ यसले, यो झोलमलले। ल हेर्नुस्, मजाले चलाइदिनु होला र बल्ल युज गर्नु होला। ल हेर्नुस्, एकदम मिसिएको छ, कलर पनि डार्क भइसकेको छ। हामीले चाहिँ 200 लिटर पानीमा मिसाइसकेका छौं हाम्रो झोलमल। ल हेर्नुस्, मैले ड्रिपिङ सिस्टम पुरै एकदम राम्रो तरिकाले सेटअप गरेको छु। ल यहाँबाट स्टार्ट गर्ने छौं अब। ल हेर्नुस्, ल स्टार्ट भइसकेको छ। अब सबैमा ड्रिपिङ सिस्टम। ल हेर्नुस्, सबैमा ड्रिपिङ सिस्टम सुरु भइसकेको छ। ल हेर्नुस्, नजिकबाट देखाइदिनु। अघि चाहिँ हामीले सोलिड मल हालेको थियौं, त्यहाँ माथिबाट पनि यसरी माटोले छोप्दिनु होला। माटोले राम्ररी छोप्नु भयो भने तपाईको भित्रभित्र एकदम राम्रो तरिकाले तपाईको चाहिँ लिक्विडले के भन्छ सोलिड मलले एकदम राम्ररी काम गर्छ। ल हेर्नुस्, ड्रिपिङ सिस्टमले आफ्नो राम्ररी काम गरिरहेको छन्। ल हेर्नुस्, यता पनि देखाइदिनु। ल हेर्नुस्, अघि हामीले लिक्विड सोलिड मल हाल्यौ, अहिले चाहिँ सबैमा मजाले त्यो गरेका छौं। ल सबै यता पनि देखाइदिनु, सबैमा आइरहेको छ। ल हेर्नुस्, सबैमा देखाइदिनुस्, सबैमा राम्रो तरिकाले आइरहेको छ। यता पनि झोलमल चाहिँ मजाले सबैमा थोपा सिँचाइको तरिकाले सबैमा आछ है। अब यसले गर्दा मेरो ड्रागन फ्रुटमा राम्रो फुटाउ हुने, राम्रो हाँगा बढ्ने, राम्रो फ्रुटिङ आउने, फ्लावरिङ गइरहेको छ। ल हेर्नुस्, यसरी पनि तपाईले पनि अब तपाईसँग ड्रिप सिस्टमको सुविधा छैन भने यस्तो जगले पनि हाल्न सक्नुहुन्छ है। ल हेर्नुस्, यसरी एकदम राम्ररी जान्छ थोपा सिँचाइले। ल हेर्नुस्, यहाँ पानी आएर तलबाट मैले ड्रेनेज पनि हरेक मेरो ड्रागन फ्रुटहरुमा ड्रेनेज पनि एकदम राम्रो बनाएको छु। ल हेर्नुस्, एकदम राम्ररी आएको छ सबै।
ल हेर्नुहोस् एकदम राम्रो ड्रिपिङ सिस्टम छ थोपा सिँचाइले सबैले आउँछ ड्रेनेज पनि त ड्रागन फ्रुटमा सबभन्दा मेन ड्रेनेज एकदम राम्रो बनाउनु होला ड्रेनेज भनेको गिलो होस् तपाईको डब्बा गिलो होस् माटो गिलो होस् तर हिलो नहोस् त्यस्तो तरिकाले बनाउनु होला ल हेर्नु सबैमा पानी आइसकेको छ यता यता पनि देखाइदिनु ल हेर्नु यस्तै थोपा थोपा सबैमा चुइन्छ ल हेर्नुस् यसरी थोपा सिँचाइ सबैमा थोपा थोपा चुइन्छ यो मेरो सबै अहिले चाहिँ बढिरहेको क्रमको राम्रो भेराइटीहरु हो अनि यता चाहिँ अरु भेराइटी तपाईलाई यो भन्दा पहिला भिडियोमा भनिसकेको थिए अरु भेराइटी इनरमा रोप्ने छु म यो सबैमा नयाँ नयाँ भेराइटीहरु रोप्ने छु ल हेर्नु ड्रिपिङ सिस्टमले एकदम राम्रो काम गरेको छ सबैमा थोपा 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 चुएको छ एकदम राम्रो हुनेछ अब मेरो ड्रागन फ्रुटको लागि ल हेर्नु सबैमा ड्रिपिङ सिस्टमले एकदम राम्रो गइराछ ल हेर्नु सबैमा एकदम राम्रो तरिकाले थोपा सिँचाइ भइराछ मेरो ड्रागन फ्रुटहरुमा ल हेर्नु साथीहरु ड्रिपिङ सिस्टम छैन भने अब मेरो नि सबै कौसीमा ड्रिपिङ सिस्टम चाहिँ छैन सबै ड्रमहरुमा ल हेर्नु जुनमा छ त्यो ड्रिपिङ सिस्टम त्यो ड्रिपिङले जान्छ थोपा सिँचाइले जान्छ हैन जुनमा ड्रिपिङ सिस्टम छैन यसरी डब्बामा राखेर अनि राम्ररी घोलेर यो चाहिँ फेरि झोलमल अर्कै हो है यो चाहिँ मैले आफैले बनाएको झोलमल हो राम्रो भेराइटीहरुमा चाहिँ तपाईको चाहिँ यो जुन जुन ड्रिपिङ सिस्टम छ त्यसमा इन्डियाबाट मंगाएको झोलमलहरु हाले अनि यसमा मैले बनाएको झोलमलहरु हो यसरी जगले तपाईलाई अन्दाजीले यसरी जगले हाल्नु होला है सबैमा है ल हेर्नुस् यसरी जगले सबैमा डेढ तपाईले अब डब्बा कत्रो छ त्यो अनुसार डब्बा अनुसार तपाईले मिलाएर हाल्न सक्नुहुन्छ यिनीहरु सबैमा ड्रिपिङ सिस्टमले भएको छ ल हेर्नु थोपा थोपा चुइन्छ ल हेर्नुस् सबैमा थोपा थोपा आउँछ यिनीहरु सबैमा ल हेर्नुस् ल हेर्नु सबै भिजेको छ ल हेर्नु थोपा सिँचाइ यसमा सबैमा थोपा थोपा आउँछ अनि यस्तो राम्रो लिक्विड नानो म्याजिक भन्ने लिक्विड फर्टिलाइजर सबैमा हालिरहेको छु है अब 1 महिनामा यसको राम्रो रिजल्ट आउँछ अनि मैले फेरि छोटो मिठो भिडियो हाल्ने छु ल हेर्नुस् जुन जुनमा मेरो ड्रिपिङ थोपा सिँचाइ छैन त्यसमा मैले जगले हालिरहेको छु मैले आफैले बनाएको OWDC झोलमल हो अब त सबैमा अब यसमा थोरै बाँकी थियो त्यही भएर मैले त्यो 200 लिटर त अब यसमा सिद्धिन्न त्यही भएर चाहिँ अब आफैले बनाएको झोलमल मैले युज गरेछु यसमा ल हेर्नुस् है त यो सबै मेरो नयाँ भेराइटीहरु ल हेर्नुस् मेरो साथीहरु यसमा पनि ड्रिपिङ सिस्टम अहिले जोडे छैन तर आउने दिनमा सबैमा थोपा सिँचाइहरु यसमा जोड्ने छु म यिनीहरु सबैमा यो सबै मेरो ल हेर्नुस् माथि माथि गइसकेको छ सबै भेराइटीहरु माथि माथि जाने क्रममै छ यो सबैमा मैले जगले हाल्ने छु अब यसमा थोपा सिँचाइ त छैन सबैमा ल हेर्नुस् मिस्टर हु भन्ने भेराइटी मेरो एकदम स्पेशल भेराइटी हो ल हेर्नुस् सबैमा यो मल हालिसकेको छु ल हेर्नुस् अब यिनीहरु सबैमा जगको थ्रु सबैमा हाल्ने छु ल हेर्नु यसरी त्यो के भन्छ तपाईको यो मल यो दाना मल यसरी हालेर यसरी मिसाइदिनु होला है धेरै राम्रो हुनेछ मिसाइदिनु भने जरा जरासम्म पुग्छ ल हेर्नुस् यसरी हैन सबैमा मैले हाल्दिएको छु अब आउने दिन मलाई आशा छ र मैले हेरे अनुसार बुझे अनुसार एकदम राम्रो हुन्छ यो फर्टिलाइजरले ल हेर्नुस् यो पुरानो सबै पुरानो डब्बाहरु हो सबैमा हाल्दिएको छु ल हेर्नु साथीहरु यो मेरो माथिको कौसी हो यसमा पनि सबैमा दाना फर्टिलाइजर दाना मल हालेर सबैमा जगको थ्रु ल हेर्नुस् यो मेरो अन्जिर ल हेर्नुस् सबैमा जगको थ्रु मैले यसमा झोलमल हालिसकेको छु ल हेर्नुस् अन्जिर पनि फलेको छ आउने दिनमा यसको सुगर लेभल टेस्ट अनि साइज कत्रो हुन्छ त्यो पनि भन्ने छु ल हेर्नुस् सबैमा राम्ररी मल हालेर
अनि लिक्विड फर्टिलाइजर हालिसकेको छु। यो मेरो पोलोरा भेराइटीहरू अनि यो रातो सी भेराइटी र भियतनामी व्हाइट भेराइटीहरू हो। ल हेर्नुहोस् साथीहरू, कुनै सोधपुछ गर्न परेमा केही सोधपुछ गर्न परेमा मेरो कमेन्ट पनि गर्न सक्नुहुन्छ र मेरो हरेक भिडियोमा अन्तिममा मेरो नम्बर दिएको हुन्छु मैले, त्यसमा मलाई फोन गरेर सोध्न सक्नुहुन्छ। र पोखरा नजिकै हुनुहुन्छ या पोखरा आउने काम पर्छ टाढाबाट पनि आएर मेरो कोर्स भिजिट गरेर तपाईले मैले बुझेको मैले चाहिँ जानेको नलेजहरू तपाईलाई बताउने छु अनि तपाईले चाहिँ मेरो कोर्समा भिजिट गरेर जान सक्नुहुन्छ। हस्त नमस्ते।